हेलो गाइस, गुड मर्निङ। आज म यता बगानतिर जाँदाखेरि यो साग देखेँ कि मैले। हजुरहरूलाई के साग भन्नुहुन्छ भन्नु ल, मलाई थाहा छ, त्यो पनि हजुरहरू कमेन्ट गरेर भन्नु के साग भन्नुहुन्छ। अनि यो साग कलिलो कलिलो टिपे यो फुल भएको चाहिँ टिप्दिनन्, यो अलिक बुढो भएको साग हो। अनि यसलाई मजाले तेलमा फ्राई गरेर भाजी गरेर पनि खान सकिन्छ, नभएदेखि यसै बोइल गरेर पानी फ्याँकेर अचार जस्तो पिसेर पनि खान सकिन्छ। यसलाई भने यसै काँचो पनि पानी यसको निकालेर खायो भने पनि यो भोक लगाउँछ अरे कि यो सागले चाहिँ। अनि यतातिर मैले मजाले टिपेर ल्याएर अलिक निकै मलाई पुग्ने गरी ल्याएर अनि यसलाई मजाले के अरे उसमा धुइधाइ गरेँ। हाम्रो बगानमा यो थुप्रो छ कि, अनि यतातिर हाम्रो मान्छेले थुप्रो खान्छन् यसलाई। अनि धुइधाइ गरेर मजाले बनाउनु भुट्न थाल्यो तेलमा मजाले सुकेको गर्छ। अनि पाँचफोरन हालेर बनाउनुपर्छ। यतातिर आलु भाजी पनि गरेर राखिरहेको थिएँ मैले छेउमा। अनि मजाले गरेर यसलाई खायो भने राम्रो लाग्छ क्या, मलाई चाहिँ राम्रो लाग्छ। अलिकति त्यति लाग्छ तर एकदम राम्रो लाग्छ खानलाई।